आफ्नो हितभन्दा पहिले राष्ट्र मनमा छायो। आजको सानो कक्षाबाट भोलिको संसदसम्म विद्यार्थी जीवनले नै जिम्मेवारी सिकायो, विद्यार्थी जीवनले नै जिम्मेवारी सिकायो। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका सभा अध्यक्ष महोदय, निष्पक्ष रूपमा निर्णय गर्न बस्नुभएका निदेशक मण्डलज्यू, मसँग प्रतिस्पर्धी मित्र तथा उपस्थित सम्पूर्ण मित्रहरूमा म जनप्रिय माध्यमिक विद्यालयकी छात्रा करुणा शर्माको तर्फबाट टक्राउन चाहन्छु न्यानो अभिवादन। आज हुन गइरहेको वक्तृत्व कला प्रतियोगितामा भाग लिए आफ्ना विचारहरू व्यक्त गर्न सभा अध्यक्ष महोदयसँग अनुमति चाहन्छु। विद्यार्थी जीवनको उषाकाल एवं सुनौलो बिहानी हो। विद्यार्थी जीवन भनेको विद्या आर्जन गर्ने अवस्था हो। सामान्य अर्थमा भन्यो भने विद्यार्थी भनेको विद्या आर्जन गर्ने व्यक्ति र जीवन भनेको विद्या आर्जन गर्न यापन गर्ने समय हो। मानिसहरूले यस अवस्थामा आफ्नो सम्पूर्ण जीवन विद्या आर्जनका लागि समर्पित गरेका हुन्छन्। वर्तमान समयमा भन्यो भने विद्यालय वा महाविद्यालयबाट औपचारिक शिक्षा लिइरहेको अवस्था पनि बुझिन्छ। विद्यार्थी जीवनमा बालबालिकाले जस्तो वातावरण पाउँछन् उनीहरूको भविष्य पनि त्यस्तै हुने गर्दछ। विद्यार्थी जीवन निकै कोमल हुन्छ। भनिन्छ विद्यार्थी कोमल माटो हुन्, जसलाई जस्तो रूप दियो त्यस्तै बन्छ। त्यसैले एउटा सुयोग्य देशभक्ति नागरिक तयार गर्नका लागि उचित वातावरण र आदर्श शिक्षाको आवश्यकता पर्दछ। सभाध्यक्ष महोदय, विद्यार्थी जीवन भनेको केवल पुस्तक बोकेर परीक्षा पास गर्ने मात्र होइन। विद्यार्थी जीवन भनेको चरित्र निर्माणको एक कार्यशाला हो। अनुशासन विद्यालयबाट प्राप्त हुन्छ र राष्ट्रिय जिम्मेवारी वहन गर्ने सबैभन्दा पहिलो चरण हो विद्यार्थी जीवन। आज बालबालिकाहरू भोलिका राष्ट्र निर्माता हुन् र भोलिका भविष्यका नागरिक हुन्। उनीहरू आज भोलि डाक्टर, इन्जिनियर, प्रशासक एवं राष्ट्रका नीति निर्माता हुन्। त्यसैले भनिन्छ विद्यार्थी सचेत भए राष्ट्र स्वतः सफल हुन्छ। विद्यार्थी आज फुट्ने गरेका फुट्टाको पीडा हुन्, जसलाई भोलि सुगन्धित रूपमा धकमक्क भएर फुल्ने फुलको पीडा बन्दछ। यदि आज उसले सो धकमक्क भएर फुल्ने फुलको फुट्टा हो जो सुगन्धित भएर सम्पूर्ण परम्परा जगतहरूलाई आकर्षण गर्दछ। त्यसरी नै विद्यार्थीले पनि समृद्ध नेपालको थालनी गरेर जसलाई हामीले पुनः मानवको रूपमा प्राप्त गर्ने गर्दछौँ। आजका बालबालिकाहरूमै भोलिको राष्ट्रको भविष्य रहेको छ। आजका बालबालिकाहरूले भोलिको राष्ट्रको जिम्मेवारी आफ्नो काममा लिएर हिँडेका हुन्छन्। हुन त अन्य समाजका नागरिकहरूले समाज र राष्ट्रप्रति आफ्नो जिम्मेवारी वहन गर्नु पर्दैन भन्न खोजेको होइन, तर देशको समग्र विकासका लागि विद्यार्थीहरूको अहम भूमिका रहेको छ। विद्यार्थी त्यो शक्ति हो जो शिक्षण चुनौतीको सामना गर्छन् र सफलता प्राप्त गर्छन्। राष्ट्रका बाधक होइनन्, यिनीहरू राष्ट्रका सहायक हुन्। विद्यार्थी स्वप्नदर्शी मात्र हुनु हुँदैन, क्रियाशील व्यक्तित्वको स्रष्टा पनि हुनुपर्दछ। आज विद्यार्थीहरू आफ्नो राष्ट्रको पहिचान लिएर अघि बढ्नका लागि, राष्ट्रको पहिचान बचाउनका लागि हामीहरू निरन्तर रूपमा लागि पर्नुपर्दछ। राष्ट्रिय जिम्मेवारी भनेको केवल झन्डा बोकेर नाराबाजी गर्नु मात्र होइन। राष्ट्रिय जिम्मेवारी भनेको सामाजिक सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने, सार्वजनिक सम्पत्तिहरूको संरक्षण गर्ने, कानुनको पालना गर्ने, भ्रष्टाचारको विरोध गर्ने, गलत कुराको विरोध गर्ने लगायतका समाजमा सकारात्मक सोचको विकास गर्ने पनि हो। नेपालमा बढ्दै गएको भ्रष्टाचार अराजकताको अन्त्य गरेर सुशासन कायम गरी देशमा शान्ति समृद्धि र अर्थ काम गर्नका लागि विद्यार्थीहरूको अहम भूमिका रहेको हुन्छ। आज राष्ट्र परिवर्तन गर्नका लागि विद्यार्थीहरूको भूमिकाले नै राष्ट्र परिवर्तन हुने हो। यदि आज हामीले विद्यार्थीहरूलाई उनीहरूको क्षमताहरू देखाइएन भने भोलि उनीहरूले आफ्नो क्षमता प्रदर्शन गर्न पाउँदैनन् र राष्ट्रको विकास गर्न पाउँदैनन्। राष्ट्र निर्माणको पहिलो आधार विद्यार्थी हुन्। हामीहरूले त्यही देख्नु पर्दछ कि राष्ट्र निर्माणका लागि राष्ट्र परिवर्तन